हेलो गाइजहरू कालमणिको यो दरबार हो हाम्रो यो अनि बसाइ सर यस्तै छ कालमणिको दरबार हो यो सुख त्यहाँ पनि हुन्छ हेर्नुहोस् असारहरू लगाइरहेछ सिमसिम पानी पर्न लगाइरहेछ अनि एकदम असारको बाजाहरू पनि किराछन् यस्तै गाउँघरतिर रमाइलो छ जोस असार सुरु भइरहेको छ भर्खर एकदम 5 बजे भर्खर माटो ठुलोसँग खेलिरहेको छु दरबार जस्तो हाम्रो पाल्छ जीविकाहरू हामीले नै पालन पछाडिको यो राम्रो काम पनि हो अनि एकदम रमाइलो वातावरण छ यहाँ अनुकूल बर्खा मासु अनुकूल वातावरणमा एकदम रमाइलो गरिरहेको छु एकदम हलोको बालो अहिले ढोडो खायो अन्ट्या एकदम रमाइलो छ साँझ र बिहान गाह्रो छ अनि किसानी मान्छे हेर्नुहोस् मसाला काट्छौँ एकदम मसाला काटेर गुम्काएर अनुकूल यस्तै मै भनिन्छ गाँको हो यो मै डह्रो मै बल्ल अनि एकदम लाएर यो डल्ला यसले मार्छ एकदम डल्ला मार्छ एकदम डल्ला मार्यो भने यसलाई रोप्न सजिलो हुन्छ रोप्ने भाषामा एकदम सजिलो हुन्छ यो बिउँ फाल्ने तरिका यो बिउँ हो यो पुला पारिन्छ नलको जेठको महिना गुँको नल हुन्छ नलले जुङ गरिन्छ बानिन्छ गुँको नलले बानिन्छ बानेपछि यसलाई काट्नुपर्छ अनि काटेर सुकाउने हो भने त्यसरी बिउको नौहरू बान्ने हुन्छ यसै गरी नै फालिन्छ यसरी बान्नुपर्छ गाईहरू एकदम रमाइलो छ हरियाली छ अनि एकदम ऋतु परिवर्तनको अनुसार एकदम ठिक छ वातावरण रमाइलो छ हेर्नुहोस् गाईहरू आउनुहोस् सब्सक्राइब लाइक कमेन्ट गर्नुहोस् अनि साटासाट मन बराबर गरौँ अनि त उजेर पुदरो यसरी फालिन्छ माथि यसरी फाल्यो भने तर बिस्तारै झर्छ एकदम हरियाली छ गाउँ यो हाम्रो गाउँ है हाम्रो गाउँ है म हो एकदम तर रोप्नेहरू हुनुहुन्छ अनि महिलाहरू हुनुहुन्छ महिलाहरू पुरुषले जोड्ने भने महिलाहरू रोप्ने भन्ने हुन्छ एकदम रमाइलो छ गाउँ बेसी अनि यस्तै हो अलि पहाड कहीँसम्म परेको भूगोल छ एकदम परिवर्तनशील छ यो माथि पहाड जस्तो देखिन्छ तल गाउँ अनि अलिकति तल गाउँ छ अलिकति तल नदीको बगर छ त्यसमा अलिकति यताकोपट्टि हाम्रो यो खेतीपाती गर्ने जमिन छ अनि हाम्रो रुम्सिल गाउँ यो बारीकोट घरकोदेखि हो एकदम रमाइलो छ अनुकूल छ वातावरण अरू गाईहरू एकदम यो रोपाइ हो महिलाहरूको टिमहरू रोप्छन् रोपाइ हो अनि यसै रोपिन्छ यहाँ होइन गाईहरू तपाईँतिर कसरी रोपिन्छ तपाईँहरू हाम्रो यसरी नै रोपिन्छ रोपाइ यस्तै छ छुप्पूमा छुप्पू हिलो र दाना रोपेर छोडौँला बनाइ कुलो लगाइ पनि आएर गोडौँला भन्ने छ नि बनाइ एउटा हो त्यस्तै हो यो असारको जेठ चैतको महिना बिउँ राख्नु छ अनि राख्छौँ अनि असारको महिना आएर रोप्छौँ बिउँ तान्ने त्यसो रोप्ने अनि त्यो महिना धान काट्छौँ मारेर घर लिन्छौँ त्यसो कति खाने डन्ना खाने हुन्छ एकदम हरियाली छ हेर्नुहोस् गाउँ है गाउँ हाम्रो गाउँ हो एकदम डाँडा काँडा पिरोले ढाकेको छ एकदम हरियाली नदीहरूको बाफ बढिरहेको छ
एकदम रमाइलो हरियाली छ, जङ्गल छ, जङ्गलको गाउँमा दुई बिचको खोलाहरू छन्। खोलाको गाउँ मेरो सुन्दर एउटा गाउँ छ। यसरी नै गरिन्छ मेरो, यसरी नै यो जादु भन्ने हुन्छ, कहीँ मै पनि भनिन्छ, कतै कतै पनि भनिन्छ, सुई लगाइन्छ, एकदम रमाइलो हुन्छ। रमाइलो छ गाई, रमाइलो छ। गोरुले तान्नु पर्छ अनि हाम्रोतिर अब कृषि प्रधान देश हो यो, कृषि गर्नुपर्छ हाम्रो किसानहरू। खाद्यान्न बालीको अन्न बालीको भण्डारमा पहिलो यो नेपालको प्रमुख खाद्यमा पहिलो बाली पर्छ धान। त्यसैले एकदम यो जग्गा यसरी फेराइन्छ बल्ल गोरुहरू अनि सुझुकिन्छ। यो मुवालो भन्छ, यसपालि नै बिउ खाने गरेर लाउँछन्। कहिले खाइदिन्छ कि अरू चिजहरू नखाने चिजहरू, अनि त्यही भएर लगाइन्छ। यसरी गरिन्छ। अरू गाई एकदम रमाइलो छ, रमाइलो छ। एकदम रमाइलो छ, रमाइलो भइगयो भइगयो। गरिन्छ। भइगयो क्या, छोडिदियो बल्ल। र खाएको अनि यहाँनिर पनि हान्ने लै फोटो आउँछन्। भिडियो गरिरहेको छ ट्याक्कै यहाँ खुमामा चाहिँ। कति बजी आयो? 5 बजी। त्यो एउटा सेतो सेतो टुबर त्यहाँनिर पनि हानेको क्या, त्यो क्यामेरा आउँछ। हत्तेरी
भाग्नै रम्ने भाग्यो अलगत्तै त्यसको कार्य एक दुई कुरा उब्रिन्छ न तर के हुन्छ सुनमा त हुले ल्याएको हो त यो होटेल भाइ गर्छ Uber. Woi, Uber, Uber. Woi. Ayo, yo. Woi. Yo. Yo ya. Ayo ya. Woi. Berapa?